Guys, welcome back to my channel. आज चाहिँ म स्टिल ब्रेनर खेल्दाको स्टिल ब्रेनर खेल्दा फेरि मेरो एउटा साथी आएर सञ्जीव भन्ने त्यो साउ चाहियो अरे रिभर्सको लागि अनि त्यो साउ दिन्छ अब उसले अनि त्यसपछि सबैजना सन्चै हुनुहुन्छ होला आज भनेको होइन मसँग यार पैसा यति धेरै थियो क्या मसँग म बढी थियो क्या लास्टै बढी क्या अझ ट्रिलियन त होइन भयो ट्रिलियन त नभनौँ त्यो 500 बिलियन त्यही थियो 100% त्यति त थियो अब चाहिँ यस्तै भयो अब स्टिल ब्रेनर खेल्न चाहिँ मलाई अलि मजै आउँछ अलि मजै आउँछ अनि त्यसपछि मान्छेहरू यहाँ चोर्दा फेरि चाहिँ पहिला हेर्नु पऱ्यो क्या म एउटा मान्छेहरू यस्तो स्क्याम हाने हो कि यो फ्रेन्डवाला हुन्छ त ठ्याक्कै फ्रेन्डवाला ठ्याक्कै हानिदियो भने अनि फ्रेन्डवाला हुन्छ तिनीहरूसँग फ्रेन्ड हान्ने फ्रेन्ड हालेपछि तिनीहरू चाहिँ हामीले एक्सेप्ट गरेपछि हामी तिनीहरूको कति स्लो छ क्या तिनीहरूको फ्रेन्ड रिक्वेस्टमा चाहिँ हामी जान सक्छौँ Tetete Saur. ओइ त्यो सौर खोइ त्यो साथीलाई दिनु पऱ्यो क्या के होइन Tetete Saur. साथीको लागि Tetete Saur. Tetete Saur. यो मेरो साथीले चाहिँ त्यो साउर चाहिँ रिभर्ट गरेर चाहियो अरे त्यही भएर म उसको रिभर्ट हान जोडिदिएर प्लिज गाइज मलाई सब्सक्राइब गर न यार म नि अब ठुलो गेमर हुने हो अलि दिनसम्म म आफ्नो मोबाइलमा खेल्छु अनि त्यसपछि अझै म प्रो भए पार चाहिँ म पिसीमै खेल्न थाल्छु मसँग पिसी अलरेडी एउटा छ Tetete Saur. साथीले चाहिँ चोरिदिनु परिहाल्छ गाडी हाल्छु कि सायद मेरो लास्ट ब्लग सुटको भिडियोमा चाहिँ हाल्नु न यार साथीहरू के गर्छ Tetete Saur. छोडिदिइसक्छु म त